Uy, uy, uy. Sugi ikimasu, sugi ikimasu. 友達に待ってます。ここバス止まりますんで。OK です。了解です。यहाँ रोक्यो भने त गाली गरिसक्यो छिटो हाल यसलाई कत्रो लाउडाने यार त्यसले यार धेरै नगरौँ हान्जाइदेश नदौड भाइ नदौड यसरी नदौड धेरै इहान गर्दै हिँड्नुहुन्न के यो भने नराम्रो कुरो हो तपाईँहरू यसरी नदौडाउनु होला कृपया यसरी बाइक दौडाउनु हुँदैन कहिलेकाहीँ यसो जोस आउँछ त्यो लाइक बाटो र यो सिचुएसन यो इन्भाइरोमेन्ट र यो बाइक यो सँगै भएपछि चाहिँ यो लागौँ हो साथीहरू लाएर नेपालमा कहिले यस्तो बाटो हिँड्न पाउने होला कि यस्तो बाटो यस्तो टनेल कहिले चाहिँ छिर्न पाउने होला कि यस्तो टनेलमा छिरेर यसरी चलाउन पाए पो मजा आउँथ्यो त हेलो गाइज एन्ड वेलकम ब्याक टु द अनदर एपिसोड अफ एक्सप्लोर विथ निर्मल युट्युब च्यानल है तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा होइन अब के भन्ने अब यस्तै हो निस्किसक्यौँ है आजको राइड तर पानी पर्नेवाला छ तर पनि ठिकै छ अब राइडरलाई राइड जानको लागि पानी परोस् असिना परोस् रोक्दैन के होइन अब आज चाहिँ हामी जाँदैछौँ हामी सिकाको बिहाको स्पोर्ट लाइनमा जाँदैछौँ होइन यसो त्यतातिरको यसो एक्सप्लोर गरौँ भनेर त्यो हेलमेटले झ्याउ गऱ्यो कि हातमा हेलमेट छ कि त्यसले गर्दा कस्तो दुखिरहेको मेरो हात होइन तर पनि हाम्रो विशाल ब्रोको लागि यति त जान्छन् है केही फरक पर्दैन अब हाम्रो विशाल ब्रो अगाडि विशाल चाहिँ अगाडि वेट गरिरहेको छ होइन मैले बस्नु चाहिँ यतापट्टि साइडमा बस्छ भनेको थिएँ अब कुन साइडमा छ आई अल्सो डोन्ट नो खोइ कता हो र म यही बसरको ठाउँमा लेफ्ट साइडमा लेफ्ट आवन्तीको लेफ्ट साइड आवन्तीको साइडपट्टि तिमी ठ्याक्कै कहाँ हो अगाडि के छ भन त म चाहिँ मेरो पोको 15 सहित यस्तो क्योतो एकीमा यहाँ यो है क्योतो एकी चाहिँ यहाँनिर यसरी चाहिँ उभिरहेको छु होइन हियर इज माई फकिङ बिस्ट है सुगी ikimasu, sugi ikimasu. 友達に待ってます。ここバス止まりますんで。OK です。了解です。यहाँ रोक्यो भने त गाली गरिसक्यो छिटो हाल यसलाई ओके लेट्स गो बस सुनासे यसै गरी चाहिँ हामी जाँदैछौँ है सर बिस्तार चिलमा जाँदैछौँ है हामी दुवैजना लगभग अराउन्ड 40 मिनट्समा चाहिँ हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ होला अब है साउन्ड आएको के त्यो दुईटा बाइकको अति मिठो साउन्ड आइरहेको के कस्तो
कस्तो मिठो बनाएको कि त्यो बाइक यार, कस्तो चिरिक्क बनाएको छ कि त्यहाँदेखि त्यो व्हाइट कलरमा सुहाएको पनि त्यस्तै मिठो बनाएको पनि त्यस्तै मिठो बनाएको। आवाज सुन न आवाज। कत्रो लाउडा रे यार त्यसले यार। मजा आयो मजा आयो। ल यसरी हाम्रो चाहिँ यो बाटोमा सर जाँदैछौँ है हामीले है। ओइ लागौँ है साथीहरू, सर लाएर। नेपालमा कहिले यस्तो बाटो हिँड्न पाउने होला कि, यस्तो बाटो यस्तो टनेल कहिले चाहिँ छिर्न पाउने होला कि। यस्तो टनेलमा छिरेर यसरी चलाउन पाए पो मजा आउँथ्यो त। यसरी ल हेर, यसरी चलाउन पाए पो मजा आउँछ त। अनि यस्तो टनेल कहिले बन्ने नेपालमा, कहिले बन्ने, कहिले कुदाउने हामीले गर नेपालमा। हामीले अब के यस्तो बाटो नपाउनु नै हो भनिदिनु सरकार। ल हेर एउटा टनेल सक्यो, अर्को टनेल आयो, कहिले बन्ने नेपालमा यस्तो टनेल। ल यो टनेल सक्यो, सम्मबाट आयो, कहिले आउने यस्तो बाटो। त्यही हो ल, विवाहको लेख भनेको त्यही हो। अनि यसरी दौडाउनु पाए पो मजा आउने छ नि। अरू गाडी दौडा भएर दौडा हो है, नत्र म यसरी दौडाउँदिनँ है गाइस। नगरौँ हान्जाइदेश। नदौड भाइ नदौड, यसरी नदौड। धेरै इहान गर्दै हिँड्नुहुन्न के, यो भने नराम्रो कुरो हो। तपाईँहरू यसरी नदौडाउनु होला कृपया, यसरी बाइक दौडाउनु हुँदैन। अब कहिलेकाहीँ यसो जोस आउँछ त्यो लाइक बाटो र यो सिचुएसन, यो इन्भाइरोमेन्ट र यो बाइक यो सँगै भएपछि चाहिँ यो कन्ट्रोल गर्न सकिन्न कि। अलिकति त्यो अलिकति गाह्रो पर्छ के। मान्छे हो नि, फिलिङ कन्ट्रोल हुँदैन कि बाइकको कुरामा चाहिँ। त्यो लाइकको जति कन्ट्रोल गर्छु भने पनि त्यहाँ 60-70 देखाइरहेको हुन्छ। अब त्यसलाई खाकेर नि भन्छ जापानिजमा, × 2 भन्छ। त्यो नगरिकन आफूलाई अलिकति चित्त नबुझेवाला फिल हुन्छ होइन। तपाईँहरू चाहिँ यसरी नदौडाउनु होला है कृपया। यो चाहिँ मेरो तपाईँहरूलाई सजेसन हो। अलिकति दौडाए पनि अलिकति राइडिङ गियर चेयर चट्ट लगाएर राम्रोसँग दौडाउनु होला। हामी चाहिँ अझै 11 किलोमिटर अझै छ, त्यसो भए फेरि एकचोटि दौडाइदिउँ। कति मजा आउँछ यसरी चट्ट गाडीहरूलाई पछाडि छोड्दै आफू अगाडि जानलाई कति मजा आउँछ। त्यो राइडरलाई मात्र थाहा हुन्छ कि, त्यो लाइक यो गाडी चलाउनेलाई त्यो फिलै छैन कि। लाइक अब हेर कति मजा आइरहेको ल हेर, 100वटा गाडी छोडेर आइसकेँ म अगाडि, अझै पनि आइरहेको छु। यसलाई भन्छ ट्राफिक फिल्टरिङ। अझै यसलाई पनि भन्दैन, अझै बिचबाट दौडाउनु पाए कति मजा आउँथ्यो। यो त साइडबाट दौडेर छु। जापानमा चाहिँ कन्स्ट्रक्सन हुँदा पनि के पुरै यसरी एकदम व्यवस्थित हुन्छ कि। हेर न अब रोडमा पुरै यस्तो राखेर होइन, एकदम राम्रोसँग के बत्ती हुन्छ ठाउँ ठाउँमा, उयो यस्तो एरो हुन्छ होइन, याजुरिसी यो टाइपको हुन्छ। त्यसो भएर चाहिँ पुरै अब यताबाट हिँड्नु क्या सेफ्टीसँग गरे हुन्छ कि, सफासँग कस्तो राम्रोसँग के। नेपालमा यो सेफ्टी चाहिँ छैन कि, मेरो हिसाबमा चाहिँ सधैँ छैन कि। जसले जेसुकै भन्नुहोस्, कमेन्ट आएर जति नै बक्सिँदै गरे पनि यस्तो छैन। हाम्रो ठाउँतिर त छ भन्ला, छैन ब्रो, छैन। तिमी भ्रममा नपर ब्रो। यसरी कति मजाले त्यहीँभित्र पनि ल कन्स्ट्रक्सन भए पनि कति सफा देखेको छ कि, कति राम्रोसँग गरेको कि। यहाँनिर ल लाइट छ, एक्सिडेन्टहरू नहोस् भनेर। एक्सिडेन्ट नहुनको लागि कति के गर्छ कि यिनीहरूले। कस्तो राम्रो व्यवस्था हुन्छ कि, एकदम बबाल। मलाई यो चाहिँ एकदम चित्त बुझ्छ है जापानको चाहिँ यस्तो कुराहरू चाहिँ कि। अब आवेशमा घुम्न त आइयो, आउँछै पानी पऱ्यो
पानी पो परेर मर्यो यार, खत्तम हुने भयो यार। छ्या हेर पानी पर्छ, पुरै पानी परेर हेलमेटभरि उनी ऊ भइसक्यो। अझै हाम्रो लोकेसनमा पुग्नको लागि अझै हामीलाई 9 मिनट लाग्छ। एकजुट चाहिँ भयो, अब कहीँ न कहीँ जे होस् रोक्ने ठाउँ चाहिँ पाउने भयो। अब त्यही कुरामा खुसी भएर बसौँ। अब मानौ भन्ने ठाउँबाट हामी एकजुट भयौँ होइन। अब एकजुट भएर अब कुन ठाउँमा चाहिँ गएर त्यो अब हजुर अनि त्यहाँ त हिउँ पर्ने ठाउँ हो नि त। त्यो विवाहको ऊ छ नि स्पोर्ट्स ल्यान्ड कि के भन्ने, विवाहको भ्याली भने त्यतै हो के। हिउँ परिरहेको हुन्छ त्यता। है हामी चाहिँ हाम्रो लोकेसनबाट ओन्ली 2 मिनट टाढा छौँ। 2 मिनट भनेर चाहिँ फेरि 1.3 किलोमिटर छ है। 2-3 मिनट टाढा छौँ हामी चाहिँ हाम्रो लोकेसनबाट है। एन्ड अल्सो आइ एम सो एक्साइटेड फर दिस स्पोर्ट्स ल्यान्ड है। मलाई चाहिँ पहिल्यैदेखि आउन मन थियो। अब जाउँला भन्दै नआएको ठाउँ हो। अब अहिले फाइनल्ली जाँदैछु है। कस्तो मजाको बाटो छ हेर न यार। यही हो क्या स्पोर्ट्स ल्यान्ड। तुम्हें त्यही देश का त्यो चुसा जो नै कहाँ छ थाहा छैन। कति बवाल छ है ठाउँ हेर नि। त्यो दौडाको हेर नि, त्यसले उडुवा हान्छ भने कहाँ रोक्ने हुने थाहा छैन। यहाँ चाहिँ बाइककोदेखि लिएर सब हुन्छ के। बाइकको पनि हुन्छ कि यही ठाउँमा। यो खेल्न चाहिँ मिल्छ कि मिल्दैन होला। खतरा उडाइदिन्छ। कस्तो बवाल हानिदिन्छ। ऊ त्यो चाहिँ रोक्यो क्या, सायद त्यो अलिक ठुलो भएर पनि होला। त्यसको अलिक पावर पनि भएन कि। यसको अलिक पावर पनि पुगेन कि। अलिक धुम्मवाला पावर। अनि यसले त्यो जुन ड्र्यागिङ गर्छ नि साइडमा, के अरे कर्नरिङ गर्दा थियो त्यसको चिप्लिराखेको टायर फालिराखेको। त्यो चाहिँ निस्क्यो। त्यसले त बवालै दियो यार। यसले त यार खतरा हान्दे यार। ओइ निस्क्यो यो पनि। त्यो त बच्चा रहेछ त नि।